नमस्कार भन्छ नमस्कार। यहाँको विषयमा यहाँ मान्यज्यूलाई मेयरज्यूलाई भन्दा नि मलाई धेरै जानकारी छ यो ठाउँको बारेमा र यो ठाउँमा यस्तो किसिमको कार्यक्रम आजसम्म आयोजना गरिएकै थिएन। एकचोटि सक्षम नगर टोल भनेर यही स्कुलभित्र एउटा 3-4 वर्ष अगाडि एउटा कार्यक्रम आयोजना गरिएको थियो। त्यो समयमा विभिन्न समस्याहरू आएका थिए। त्यो समस्या हामीले टिपेर लगेर त्यो बेला समाधान गर्यौं पनि। त्यो बेलामा यो बाटो ढलानको कुराहरू आएको थियो, खानेपानीको विषयहरूमा कुरा उठाएको थियो र त्यो बेला घरको विषयमा कहिले पनि कुरै उठेन र अहिलेसम्म पनि यो मास्टर टोलमा हामी ग्रिन भ्यालीमा अस्ति एउटा कार्यक्रम गरेका थियौँ। उहाँले चाहिँ यो मूल ढलको विषयमा कुरा उठान पनि गर्नुभएको थिएन। तर रामबहादुर बस्नेतले चाहिँ पटक पटक आएर चाहिँ यो ढलले गर्दाखेरि हामी ढलको समस्या भयो भन्ने कुरा आइसकेपछि त्यो पक्कै पनि यो ठाउँमा ढलको समस्या आएकै होला भन्ने लागेर मैले उहाँले एउटा टोलमा कार्यक्रम राख्नु भनिसकेपछि आज कार्यक्रम सम्भव भयो जस्तो मलाई लाग्छ। र त्यो मूल ढलको चाहिँ कुन साइज छ त्यो कुरा बुझ्नु पर्यो। त्यो कुरो बुझिसकेपछि यहाँ 16 हाल्दा हुन्छ कि 18 हाल्दा हुन्छ त्यो काम चाहिँ हामी गर्नुपर्छ भनेर हाम्रो प्रदेश मन्त्रीलाई पनि मैले अस्ति एउटा प्रदेशको पनि अहिले प्रयोग गर्नु बेला भइरहेको छ। उहाँले लेखेर पठाइसकेको छु। उहाँले पनि त्यो कुरा म गर्छु भनेर टिपेर लानु भएको छ र यो अहिले लिम्के स्कुलको त्यहाँ जोड्ने कुरा हुन्छ। यो वर्ष हामी कुनै पनि हालमा काम गरेर यो समस्या समाधान गर्छौँ। यति कुरा मैले सम्पूर्णलाई वचन दिन चाहेँ। र अर्को यो तार व्यवस्थापनको कुरा यो पक्कै पनि धेरै ठाउँमा यो तार चाहिँ घर घरमा जोडिएको छ, कुटुरो छ अनि त्यो तारमा आग लागेको भयो घरमा सुधा आग लाग्ने सम्भावना हुन्छ। यसले गर्दा जहाँसुकै यो तारको कुरा आउँछ। र यो तारको विषयमा ओडाले भन्दा पनि यो विद्युत प्राधिकरणले गर्नुपर्ने काम हो, त्यो गरिदिने अवस्था होइन। तर पनि म यहाँ एउटा कुरा के भन्छु भन्दाखेरि आफ्नो टोलमा हामीले 2-3वटा टोलमा चाहिँ यो आफैले वडा कार्यालयले तार काट्ने मान्छे ल्याएर तार काट्ने काम पनि गर्यो। तर गरिसकेपछि के हुँदो रहेछ भने 1 महिनापछि जस्ता जस्तो फेरि आउँछ नि जोड दिइहाल्छन्। अब तपाईँले एउटा निर्णय चाहिँ के गर्नु पर्यो भने आफ्नो टोलमा एउटा मात्रै त्यो नेटको तार छिराउने व्यवस्था गर्नुपर्छ। अब ओल्डिङ गर्ने हो कि अर्को गर्ने हो कि त्यो भइदियो भने यो समस्या आउँदैन। किन भन्दाखेरि तपाईँको घरमा 20 कोठा हुन्छ, 5 कोठा चाहिँ घरले प्रयोग गरे हुन्छ, अरू भाडामा दिएको हुन्छ। एउटा भाडा बस्ने एउटा लाइन ल्याएर आएको त्यो भाडा उठेर गयो भने अर्कोले अर्को ल्याएर जोड्ने समस्या छ। त्यसकारण चाहिँ त्यो टोलमा तपाईँले निर्णय गर्न सक्नुभयो भने चाहिँ एउटा कम्पनीको मात्रै हामी हालौँ भन्ने निर्णय गर्नु भने पक्कै पनि यो सुधार हुन्छ भन्ने मलाई लाग्छ। र अब यति हुँदै गर्दा पनि अब अहिलेको समस्या चाहिँ कसरी समाधान गर्ने भन्ने विषयमा तार काट्ने मान्छे मैले भनिसकेको छु। यो अनि बर्खा लगाएर पनि काम गर्न अलिकति गाह्रो छ। किन भन्दा त्यो अब कुनै ठाउँमा बिजुलीको लाइनहरू काट्यो भने करेन्ट सर्ट हुनु सम्भावना हुन्छ। त्यसको लागि यो ग्रिन भ्यालीमा तार काट्न आउँदाखेरि यो यहाँसम्म तपाईँको त्यो हाम्रो ड्राइभिङ सेन्टरसम्म काटिदिने पर्छ त म व्यक्त गर्न चाहन्छु। र अर्को फोहोरको समस्या यहाँ अहिले कुरो उठ्यो। यो फोहोरको चाहिँ पहिलाभन्दा धेरै सुधार भएको अवस्था हो। तर पनि के भन्दाखेरि अब हाम्रो नगरपालिकाले फोहोर त्यो प्राइभेट सेक्टरले नै उठाइरहेको छ। हामीले गर्न सकेको अवस्था छैन। र फोहोर गाडी उहाँ ब्लकनिर आउँछ, फोहोर यहाँदेखि घरदेखि घिसाएर लानुपर्ने अवस्था छ। अब ठुलो गाडी भित्र लिएर आयो भने त्यो घरमा रोक्नै दिएन फेरि त्यो घरवालाई। यसको लागि म यहाँलाई के वचन दिन चाहन्छु भन्दाखेरि हामीले त्यो फोहोरको ठेदारलाई बोलाएर अहिले इलेक्ट्रिक रिक्सा पाइँदो रहेछ। त्यो सानो रिक्सा चाहिँ एउटा वडामा एउटा भए पनि यो समस्या समाधान गर्न अस्ति कुरा उठाइदियो। त्यो कुराको व्यवस्था गर्ने यहाँलाई वचन दिन चाहन्छु। तपाईँको सुधार समितिका प्रतिनिधिहरूलाई म वडामा बोलाउँछु। फोहोरको हाम्रो एरियामा उठाउने ठेदारलाई पनि बोलाएर त्यो विषयमा छलफल गरेर यो वर्षबाट चाहिँ त्यो ई रिक्साको व्यवस्था गर्न सक्यो भने यो समस्या समाधान हुन्छ भन्ने मलाई लाग्छ। यो मैले वचन दिएँ। र यो अर्को रकमको कुरा अहिले हाम्रो सरोज भाइले उठाउनु भएको थियो। रकमको कुरा चाहिँ के हो भन्दाखेरि महानगरपालिका भन्दा हामीलाई सस्तो छ रेट। महानगरपालिका के हुन्छ भने 4 तला घरमा 4 परिवार बस्छन् भने एक परिवारको 250 गर्दाखेरि 1000 रुपियाँ तिर्नुपर्छ। परिवारको संख्या अनुसार दिनुहोस् उनीहरूले पैसा। तर हामीले चाहिँ यहाँ के गरेका छौँ उनीहरूले तपाईँको 4 तला घर छ चाहिँ अब घरबेटी 1 तला बसिहाल्नु हुन्छ। अर्को एक परिवारको 500 देखि 600 रुपियाँ लिन्छ। 1000 रुपियाँ पर्ने 1000 तिर्नु परेन। रकमको कुरामा चाहिँ यति कुरा त स्पष्ट भइदिनु पर्यो तपाईँले। महानगरपालिका भन्दा हामीलाई सस्तो। र अर्को यो गेम जोनको विषयमा पटक पटक हाम्रो खरेलजी कहाँ जानु, खरेलजी र यो सरोज भाइले खरेलजी यहीँ हुनुहुन्छ। र खरेलजीको विषयमा एउटा कुरा गर्न चाहन्छु है। यो उहाँको घर जाने बाटोमा चाहिँ 2 वर्ष अगाडि माननीय छिरिन्दोर्जे लामाज्यूले बजेट हालिदिएर हामीले त्यो ठाउँमा काम गर्ने गएको थियौँ। काम गर्ने क्रममा त्यहाँ टोल सुधार समिति मान्छे कोही आउँदैन ढलान गर्ने बेला कोही छैन। वडा अध्यक्ष छ, ठेकेदार छ, उहाँ 2 जना हुनुहुन्छ। कोही घरबाट निक्ल्नु वाला छैन। यस्तो पनि समस्या हो। आफ्नो घरबाटै काम गरेर मान्छे निक्ल्नु पर्दैन, कोही पनि नहो। उहाँहरू 2 जना र म र ठेकेदार। र यो गेम जोन चाहिँ उहाँको एरियामा जुन त्यो जग्गावालालाई मैले बोलाएको छु। त्यो हाम्रो वडामा दर्ता भएको संस्था पनि होइन। अब
गरिरहेछ नि बेलुका त्यहाँ रक्सी खाएर मेरो घरमा दुईतलामाथि सिसीबी त्यही त यो रक्सीको बोतल लिएर घर घरमा फ्याल्ने कुराहरू त्यहाँ अभद्र व्यवहार हुने कुराहरूको त्यो समस्या आएको छ। यो विषयमा मैले मेयर साहबलाई जानकारी गराएँ। एकचोटि नगरपालिका पठाएर त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरौँ। त्यो गेम जोनलाई हामीले दर्ता देख्दै छैनौँ त्यसलाई चाहिँ अब त्यसले व्यवस्थित गरेर गर्छ भने ठिकै छ, दर्तामा आएर हामी गर्छौँ। त्यसको मापदण्ड अप्नाएर गर्दैन भने उसलाई बन्द गरेर तर्फ हामी लाग्ने वचन म दिन चाहन्छु। खाली जग्गा विषयमा अब यी हाम्रै अरमेनको तामाङ दाईको जग्गा जस्तो मन लाग्छ। टोल सुधार समितिले त्यो विषयमा पुरा उठान भएको छ कि छैन अहिलेसम्म मलाई थाहा छैन। तपाईँले आफ्नो जग्गा केही घेराबार गर्नु पर्यो, के भाडामा दिनु पर्यो भन्ने कुरा हुन्छ नि त। खुल्ला जग्गा छोडेपछि त्यहाँ त यो लागु पदार्थ दुर्विषयदेखि हरेक किसिमको मान्छेहरूको त्यो अखडा हुन्छ त्यो होइन। त्यो कुरा तपाईँले गर्नु भएको छ कि छैन मेरो जानकारीमा छैन। अब म जग्गावालाको नाम मलाई दिनुभयो भने म जग्गावाला वडामा बोलाएर आफ्नो जग्गा त्यसले व्यवस्थित गरेर राख्नु पऱ्यो नि त। बस्तीको बिचमा भएको जग्गा खुल्ला जग्गा राख्दाखेरि त्यहाँ हरेक किसिमको गतिविधिहरू हुन्छ। जग्गावालालाई वडामा बोलाएर त्यो विषयमा म उसलाई कुरा राख्छु भन्ने कुरा व्यक्त गर्न चाहन्छु। र यहाँ आउनु बहिनीले उठ्नु भएको छ बाटो खाल्डोखुल्टीको विषयमा। यो चाहिँ के भयो भने बाटो राम्रै थियो, यहाँ अलिकति पानीको पाइपलाइन जोड्नुपर्ने खनिदिइहाल्ने जसले पनि अन्न बनाइदियो। यसले गर्दाखेरि ठाउँ ठाउँमा खाल्डो भएको थियो। तर म दुई ठाउँमा चाहिँ मैले बनाउनु पठाएको थिएँ। माथिल्लो टोलमा उहाँहरूको टोलमा काम हुँदाखेरि दुई ठाउँमा चाहिँ हामीले टार्गेट गरेका थियौँ। तर अब यो वर्ष अब जे जति दुःख पाउनु भयो भने अब आउने वर्ष हामी ढलको काम यहाँ गर्नै पर्ने देखाएको छौँ। हामीले ढल काम गर्ने क्रममा बाटो पनि सबै अब यो त्यो ढलाएर ठाउँ मात्रै बाटो बनाउने कुरा भएन, सबै बाटो बनाएर लान्छु भन्ने कुरा म यहाँलाई भन्न चाहन्छु। 1500 घरधुरीलाई तपाईँकोतिर पाइपलाइनै थिएन नि खानेपानी। हामी निर्वाचित भएर आइसकेपछि हाम्रो प्रदेश महाज्यूले प्रदेशबाट अलिकति बजेट राखिदिनु भयो। हाम्रो नगरपालिकामा सन्तोष तालिसे भन्थ्यो त्योलाई। सन्तोष तालिसेजीको प्रश्न किन जोड्न लाग्यो भने उहाँ पनि यहाँ आउने कार्यक्रम थियो। उहाँ चाहिँ हिजो बेलुका पोखरा जानुपर्ने त्यहाँ मुख्यमन्त्रीसँग कार्यक्रम भएको हुनाले अचानक म जानु पर्यो। उहाँ सम्पूर्णलाई चाहिँ तपाईँको समस्याको विषयमा उहाँको तर्फबाट गर्नुपर्ने कुराहरू म गर्छु उहाँले भन्नुभएको छ। त्यो कुरा मैले यहाँ सुनाइदिने मिलेँ। र हामीले त्यो बेलामा बागमती पुलदेखि यो जम्मू डाँडा हुँदै जम्मू डाँडाबाट ग्रिन भ्यालीबाट यहाँबाट निकाल्दा सक्षम नगर, सुगम नगर, गगन नगरसम्मको पाइपलाइन जोड्दा 1500 घरहरूलाई पाइपलाइन हामीले पानी खुवाउने व्यवस्था गर्न सफल भएछौँ। र त्यो बेलामा अहिले मान्यज्यूले भने जस्तै त्यो बोर्डेबाट आएको चाहिँ एउटा बोरिङको पानी हो। त्यो चाहिँ हिउँदियामा चाहिँ बोर्डेबाट आएको बोरिङको पानी आउँछ र बर्खामा चाहिँ सुन्दरजल पानी नै त्यो पाइपमा पठाएर हामीले पानी खाने व्यवस्था गरेका हौँ। र अस्ति भर्खरै हाम्रो मेयर साहब हाम्रो सन्तोष दाईहरूको त्यो कुरा पटक उठाएको थियो। ग्रिन भ्यालीको राम्रो कार्की दाईले के भन्नु भन्दाखेरि त्यो जम्मू डाँडाबाट आएको लाइन यही लाइन तपाईँको जुन आएको छ त्यो लाइन चाहिँ त्यहाँ कट अफ गरेर यो ग्रिन भ्याली छिर्ने त्यहाँ मुख छ नि त्यहाँबाट चाहिँ सुन्दरजलको पाइपलाइनबाट पानी हाल्नु पर्यो भन्ने कुरा उहाँले गर्नुभएको छ। जसपछि हाम्रो नगर प्रमुखजी पनि त्यसमा सकारात्मक हुनुहुन्छ र सन्तोष दाईले पनि त्यसको एस्टिमेट गरेर पठाइदिनु। म सङ्घबाट बजेटहरू पनि काम गराउँछु भन्नुभएको छ। त्यसको लगभग 50 लाख रुपियाँ लाग्नेछ। त्यो काम अब गर्न सक्यो भने पक्कै पनि तपाईँले अहिले उहाँले भने जस्तै सुन्दरजलको पानी बेलन्स पानी तपाईँलाई जुनै बेला पनि आउँछ। त्योतर्फ चाहिँ उहाँहरूले हाम्रो त्यो अहिले नगरपालिका भवन बन्नु लागेको ठाउँबाट मेरो घर तपाईँलाई कतिले याद छ, मेरो घर मुनिबाट लाइन ल्याएर यहाँ जोड्ने भन्ने कुरा भएको छ। त्यसको एस्टिमेट मैले अस्ति बनाइसकेको छु। लगभग 700 मिटरको पाइपलाइन लाग्नेछ। त्यसको खर्च चाहिँ 50 लाख रुपियाँ लाग्नेछ। उहाँले अब सन्तोष दाईले भन्नुभएको छ त्यो म एस्टिमेट बनाएर पठाइदिएँ म यहाँ गराउँछु भने त्यहाँ इनकेस भएन भने पनि नगर प्रमुखजीले पनि गर्छु भनेर उहाँले बोल्नु भएको छ। त्यो चाहिँ यो वर्ष हुन्छ भन्ने चाहिँ मैले पनि ठानेको छु र त्यो भइदियो भने पानीको समस्या समाधान हुन्छ भन्ने लाग्छ। यति कुरा चाहिँ मैले पछि जोड्न चाहेको होइन। त्यो खानेपानी विषय मैले बोल्न बिर्सेछु क्या। त्यो भइदियो भने अर्को वर्ष त सम्पूर्णलाई पानी त मजाले आउँछ नि त होइन। यति कुरा राख्दै मेरो भनाइ दिनु छ। धन्यवाद।